बनाइनस् मलाई देखाइनस् त चाहिँ अलिक जान त्यसमा काट्ने बेला चाहिँ लु काट्लु म स्प्रे गर्छु हुन्छ अलिकति छेउ काट्न यति काट्ने गरिदिउँ ल ह्यापी बर्थडे मलाई पो यसलाई पो गर्नु सबैतिर लगाएको अरू आएको बेला पनि गर्नु पर्दैन यस्तो त हुँदो रहेछ यो के को माथि हेर्दै ए पागल एकै झ्याम्डेर तिमी तँ जान्छौ मान्छेलाई भन्दा बनाले छिटो छतमा पो हानेछ यस्तो पाले गरेको नि त ब्रो सबै काट्दिउँ यसरी खै ऊ तौली काट्नु यसरी यस्तो पाले काट्ने यस्तो 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 कति सानो दिदीलाई बोलाउँ भनेको नम्बर खोजेको कति सानो काट्नु ब्रो यसरी झम्मै काट्न काट्न झ्यापै यति काट्नु हो त्यति झ्याम्मै काट्दै के भन्नु निकाल्नु निकाल्न यस्तो तलबाट यसले त आउँदैन आउँछ यहाँ राख अङ्क त्यहाँ राख्नु भएको कि यो फालेर टिकटक कस्तो रहेछ हो न यो भने चाहिँ कस्तो छ कस्तो ल खा केक खा बर्थडे तेरै होइन सानो क्यामेरा तपाईँ खानु न ए हुन्छ यही खाइदिन्छु ल त्यही त खानु भने टिका नलगाइकन एकछिन न खोइ अङ्क सानो मम्मी हो सान मम्मीको बुधबारको दिन 10 गतेको आजदेखि 17 वर्ष लाग्यो खोइ हौ सानो मम्मी चाहिँ मलाई यस्तो के गर्नुहुँदैछ नि? गर्नै नलगाएर हो नि त आकाशमा गरिरहेछ हतार हतार भिडियो बनाउनु भएको लास्टमा अगाडि मतलब यस्तो गरेको बनाइ यहाँ बना अब म गर्छु यहाँ बना यस्तो भयो क्या हतार हतार ठिकै थियो कि अघिदेखि बनाइराख्नु पर्ने त ननिष्ट क्यामेरा चाहिँ अगाडि रहेछ कि मेरो मात्रै बनाइदिन फेरि म यसै गर्छु एकछिनमा पख्नु अब छ चाहिँ यो टाइम फोटो खिच्नमा मन लाग्यो ह्यापी बर्थडे भयो नि तपाईँ मुनिबाट जानुभयो यहाँ छ सानो खुवाइदिनु खानु दल दिनु मिठै खानु गर्नुपर्छ मिठै खानु तपाईँको लागि हो खानु लगेर ह्यापी बर्थडे लु हामीलाई एकछिन न मम्मी मम्मी आउने भएको छ फोन छ फोन लाग्छ मन कान पनि गइरहेको छ त्यही त तिमीले त पर्काइसक्यौ यहाँ छैन गरिदिउँ अहिले नै भयो अहिले होस् एकछिन अहिले पानी परेको पानी लाइन जान्छ मम्मीहरू त आउनु ल अब चाहिँ जसले अब तिमीहरूले गर्दा भयो जसले गर्दा नि भयो भयो लाइन जान्छ है अहिले फेरि सकिदिन्छु न हौ के गर्नु मलाई देखाइनस्
खाजाको जुत्ती भन्दा नि सुगर हामी पनि म त स्टार्ट गरिहाल्छु म लगाइदिइहाल्छु कहाँ चाहिँ गयो नि अब मलाई जान्थ्यो नि त्यही परे हाम्रो मैले त लगाइदिएँ सानोले भिडियो बनाएको त्यतिकै नआइदिने ओर्डिनेर पानी हाल्यो भने चिनी हालेको ताली पड्का ह्याप्पी बर्थडे गर्ने ताली पड्का खै साथीहरूले पो पड्काउने त ह्याप्पी बर्थडे टु यु खै साथी नै बोलाएन छैन सबै अब यसको साथी थिएँ त मात्रै छ त्यत्रो स्कुलमा ए खै त नि केक आयो नि त खाइदिन्छु नि ठिकै छ म काट्न हेल्प गर्नुपर्छ काट्न हेल्प गरिदिनुपर्छ धनमा एक यो पाएछ लगाइदियो त खाइदिएर यो दुई हटाइ हुन्थ्यो कोही छैन बिरालो छ भिडियो नबनाइदिनु चाहिँ भिडियोमा के नि हुन्छ ओ घरलाई नि के थियो भने जानुपर्छ नि यार मम्मी आउनुहुन्छ जानुपर्छ म केक काटिदिँदै गर्छु त फुलले त फुल पनि आएर कमलाई छ कि यो क्यान्डल चाहिँ नभएको हुन्थ्यो यो यसले अप्ठ्यारो भयो मलाई काट्न के ल्याउ उतो क्यान्डलले बुझ्दैन डल्लै त डल्लै अलिक उले कस्तो मजा यो नखाइदिँदा नि हुन्छ घटाएर चाहिँ खाइदिनु हैन खाइदे खास यो निकाइदैन केटाको हेप्पी बर्थडे गरिसकेको हो छ नि अझै हान्दैन त्यसले ए रोशनको हेप्पी बर्थडे हो आज हेप्पी बर्थडे कहिले हान्छ त कति वर्ष लाग्छ है सर्ट हेर्न हेप्पी बर्थडे ए धेरै भइसक्यो म त सकिदिएको नि अब सर्भिस सके त नि चाहिँदैन खै केक अलिकति किन्छौ कि खानु बोलाएको होला के खानु बुन्नु यो क्यान्डलले नै के भयो बुझ्दैन के झुक्याउँथ्यो मिलाइदिन हौ मिलाइदिन रोशनको हेप्पी बर्थडे शुभकामना है यस्तो निमाथि भनेको बिहान सुन्यो तिमीलाई थिएँ काट्दै अहिलेको एउटा यो मात्रै काटिदिन्छु उता जानु के
यसको दाम कति पुग्यो 1000 देन नमस्कार म त निस्के थ्याङ्क यू सिकाए मैले ह्यापी बर्थडे आन्टी बर्थडे होइन शुभकामना के को शुभकामना यहाँनिर त ह्यापी बर्थडे चल्छ ब्रो तिमीलाई दिने लैदै हुन्छ ए कति बनायो ह्यापी बर्थडे टु यु रसन धेरै धेरै प्रगति गर्नु प्रगति गर्नु ज्ञान हुनु छिटो ल्याउनु बुहारी छिटो ल्याउनु होइन मर्ने बेलामा कता बुहारी ल्याउनु भनेर बढी आयो सर बढी ल्याउनु अब सेलेन लगाइदिइसकेको तिमीलाई दिने नदिने उताबाट अप्सन त लगाइदिन्छ ट्याग दिनुहुन्छ मलाई दिने हो के हो यो डेट उताबाट जाउँ कहिले टिका लाउनुपर्छ बस ओइ बन्नु के भयो लगाइदिने भए लगाइदिने भए जा लगाइदिउँ त के भयो फुलिन्छ के हो फुलिन्छ के भयो बन्नु यो यहाँमाथि हेर्नु म यतापट्टि फर्केँ म त्योपट्टि मेरो साल ह्यापी बर्थडे बाजु भन्नु नरिसाई लगाइदेऊ न अहिलेको पैसा कति पैसा फुल देउनु माया भयो अर्को निकाल लु लगाइदिने अरे त्यही छिटो त्यहाँ फुल एउटा त्यही पनि छिटो अहिले अर्को नआउने बेला पछि पछि बेसी त हुन्छ नि त त्यही त अब अब देवरातले दियो फेरि बाजु से भनेर आऊ बाजु आउनु पर्दैन लु टोयलेट बनाउने छ सिमेन्टको काम अब चिना पलस्टर गरेको थिएन किन पलस्टर ल्यासाक गर्छ अब त्यहाँ खरखाने बलुवा ल्याएर गर्ने त्यही पनि हुन्छ सिमेन्ट चाहिँ सजिलो हुन्छ हुन्छ हामीले पनि हाम्रो खै उकिएको छैन भन्नु पुरै इटै निकाल्नु पर्यो होइन
मोटो जान्छ फेरि त्यसै गर्दा वाक वाक मैले सिमेन्टको घोला हालौँ अनि त्यहाँबाट गर्नु भनेको हुँदैन कतिको के कति पर्छ अनि मात्रै यतापट्टि चाहिँ ल्याउन नहालिकन सिमेन्ट घोला गर्ने अरे यतापट्टि यो यतापट्टि यो बाटोमा सिमेन्ट घोला गरेर चुना यता पनि 20-30,000 थपिन्छ अब यता पनि गर्ने भयो भनेको खर्च बेसी निस्किने त खर्च बनाउनै परिहाल्छ मैले माथिसम्म घोला हालेर माथितिर त्यो तल्लोपट्टि फेरि काठ डलिनहरू त्यो सबै काठमा लाग्यो तल्लोपट्टिको सिलिङ त यसपालि असोजमा तिथि गर्न पूजा लाउने अरे यो गरेर पूजा लगाएर असोजमा तिथि गर्ने आमाको पूजा पहिला लाउँछ अरे तिथि गर्छ अनि के भने कहीँ पुऱ्याउ भन्दैछु नि त्यहाँ 6 महिना होला चेन्ज गर्नु त्यो होला काम गर्दाखेरि 30 लाख रुपियाँको के गर्ने हो मैले त्यही भनेको ओइ यो बनाउने नाम दियो भन्ने किन हो तँलाई चाहिँ नाम दियो भन्ने अरू मिले भइसक्यो तेरो बनाउनु बट्टामा कता मेरो भइसक्यो त्यही भनेर नाम दियो भन्नु नि त